जीवन छोटो छ, मुस्कुराएर जिउनुहोस्, फर्केर यादहरू मात्रै आउँछन्। हेलो गाइज, वेलकम ब्याक टु माई युट्युब च्यानल। मेरो युट्युब च्यानलमा तपाईँहरूलाई स्वागत गर्दै म चाहिँ आज भन्नुपर्दाखेरि यो धरान सोह्रमा बन्दै गरेको नयाँ एउटा झट्टै हेर्दाखेरि चाहिँ बाहिरबाट चाहिँ एउटा स्तम्भ जस्तो देखिन्छ होइन, एउटा गुम्बा जस्तो त्यस्तै प्रकारको देखिन्छ, तर भित्रबाट चाहिँ मजाले हेर्दा बुझ्दाखेरि चाहिँ एकदमै कस्तो भनेदेखि हरेक भाषिक होइन भाषिक विद्यालय रहेछ भनौँ न। धेरै खालको भाषाहरू सिकाउने पढाउने ठाउँको लागि बन्दै गरेको रहेछ। त्यो ठाउँ चाहिँ फेरि मलाई रेन्डमली थाहा भएन होइन, मैले रेन्डमली जाँदैछु। सो गाइज कस्तो हुन्छ हेरौँ। अपलोड छ है, अब कति हेर्दै जाउँ। अपलोड छ भने चाहिँ बाटो, अनि त्यो बाटो मात्रै भइरहेको छ। बाटो चाहिँ यता अब कति लाग्छ मलाई थाहा छैन, कहिले गाउँ छैन नि त, पुगिन्छ कि भेटिन्छ कि भनेर चाहिँ गइरहेको हो होइन। बाटो त्यस्तो डेन्जरै छ भनौँ न। यो पार्क आइसक्यो, अब माथि मास्तिर रहेछ, नजिक रहेछ, आइसक्यो। एकचोटि हेरौँ है कस्तो छ। माथिबाट आउने गेट चाहिँ यहाँ तल रहेछ होइन, माथिबाट सुरुमा चाहिँ माथि कहिले हेर्नु हो। आइसकेको छ म चाहिँ। दामी छ यो, दामी रहेछ, बन्दै रहेछ। ओहो बाटो चाहिँ त्यस्तो छ, अब त्यस्तो साइडतिर हेरौँ अब। एकदम दामी बन्दै रहेछ, खतरा रहेछ। भित्र छिर्नेछु कहाँनिरबाट, तलबाट होला। एकछिन पहिले सुरुमा यहाँ बाहिरबाटै खिचौँ, थोरै हेरौँ लागेर चाहिँ म यहाँनिर आएको हो है। दामी रहेछ, बबाल रहेछ। यताबाट आएको म चाहिँ हामी खतरा छ। म चाहिँ यहाँ शीतलमा बसिरहेको छु लुकेर। कति समयपछि चाहिँ बन्ने हल्का भित्र। फाइनल्ली म चाहिँ आइसकिसकेको छु होइन। अब है म चाहिँ फाइनल्ली यहाँनिर यो ठाउँमा आइसकिसकेको छु। एकदमै राम्रो छ यहाँनिर चाहिँ होइन, एकदम बबाल बन्दै रहेछ। यो नयाँ खालको कुरा केही नयाँ बन्दैछ यहाँनिर चाहिँ, त्यही भएको कारणले होइन हल्का यस्तो लोकेसनहरू थाहा नपाइ पनि रेन्डमली आएको छु। यो ठाउँ आइपुगिसकेको छु म चाहिँ, यता छु है। अब जानुपर्ने हुन्छ हल्का यसो हेर्ने होइन, हल्का मजाले भिजिट गर्नु पऱ्यो नि त अलिकति भित्रै गएर। एकदम दामी छ यहाँनिर चाहिँ ठाउँ चाहिँ, अब एकदमै दामी छ, राम्रो छ। तपाईँहरू पनि आउनु होला, आएर भिजिट गरेर फिर्नु होला। यो चाहिँ धरान कति 16मा पर्दो रहेछ है। यो 16को पुलभन्दा थोरै मास्तिर अब्रोड बाटो निक्लिएपछि त्यहाँनिर नजिकै त्यहाँबाट त्यो धरान 16को झोलुङ्गे पुलमा आएपछि प्रत्यक्ष देखि गइँदो रहेछ है। यो ठाउँ चाहिँ अब यतापट्टि चाहिँ यस्तो दामी खोला छ, खोला बगेको छ। यो चाहिँ सर्दु खोला हो, अनि यो सर्दु खोला भयो। अनि यस्तो गरेर एरिया निकै ठुलै रहेछ है, एकदम दामी छ बबालै भनौँ। अहिले घामले गर्दा अलिक भिडियो चाहिँ राम्रो आएन है, अनि मेरो क्यामेरा पनि त्यति साह्रो राम्रो छैन नि त होइन, त्यही भएको कारणले गर्दाखेरि एकदमै बबाल दामी छ है ठाउँ। यो ठाउँ चाहिँ मैले जब मलाई लागेको थियो कि म यो ठाउँ चाहिँ एक दिन जान्छु, पुग्छु, घुम्छु होइन, यो ठाउँ चाहिँ लागेको थियो है। एकदम दामी छ। तपाईँहरू पनि आएर इन्जोय गरेर फिर्नु होला बिस्तारै है। अहिले चाहिँ टिकट सिस्टमहरू केही छैन रहेछ, भर्खर निर्माण हुँदैछ नि त, धेरै कामहरू हुँदैछ, त्यही भएको कारणले त्यस्तो केही रहेनछ। म चाहिँ फ्रीमै छिरेँ यहाँनिर थोरै सानो अनुमति मागेर। अनि भन्नु पर्दाखेरि चाहिँ के भन्ने, अब त्यहाँ म भित्र जान्छु है, त्यहाँनिर जान्छु, थोरै कुराहरू गर्छु के को लागि भन्दैछ, थोरै सो कोहीसँग मिलेछ भने, टाइम मिलेछ भने थोरै भित्र पनि पसेर यस्तो थोरै भिडियो लिनेछु। हेलो गाइज, यो चाहिँ एकदमै फेमस ठाउँ रहेको छ होइन, त्यही अनुसार अलिकति युनिक ठाउँ पनि बनिरहेको छ। त्यही यो चाहिँ खास गरी चाहिँ भन्दाखेरि धेरै भाषाभाषीहरूको लागि जस्तो होइन, सबै प्रकारको भाषाहरू पढाउने खालको एउटा विद्यालय जस्तो बनिरहेको रहेछ यो चाहिँ है। अब यही वैशाख महिना अन्तिमभित्र चाहिँ सकिने छ यो चाहिँ। हो गाइज, यो चाहिँ एकदमै नयाँ युनिक ढङ्गले बनिरहेको छ होइन। यो डिजाइनहरू होइन, बनावटहरू होइन, एकदमै बबाल छ। आगो देखिन्छ होइन। तपाईँहरू पनि त्यो धरानमै हुनुहुन्छ भनेदेखि अनि यो ठाउँ पुग्नु भएको छैन भनेदेखि अवश्य पुग्नु होला, अवश्य यो ठाउँ आइपुग्नु होला, अवश्य भिजिट गर्नु होला है। आएर यो ठाउँको एकदमै यो ठाउँको यो विद्यालयको होइन, यो भनौँ न बन्दै गरेको ठाउँको अवश्य भिजिट गर्नु होला भनेर भन्न चाहन्छु म चाहिँ।
पसिना आइसकिसकेको छ कतिन्जेल पसिना कति आउँछ हेरौँ गाइज जे भयो नि सोचेको थिएँ है सोचेको जस्तै भन्दा नि अझै राम्रो रहेछ भित्रबाट चाहिँ बाहिरबाट जति उस है अब माथिबाट यहाँ झरेको यति यहाँ अब शीतल छ होइन माथि चाहिँ अब त्यति साह्रो गर्मी छ क्या एकदमै भगवान् दामी रहेछ एकदम यहाँनिर चाहिँ फेरि यस्तो इन्जोय फिल भइरहेछ हुन्छ होइन यहाँनिर चाहिँ अब माथि चाहिँ फेरि हो एकैछिनमा यति साह्रो पसिना आइदिएको क्या एकछिन आधी घन्टा बस्न सकिँदैन रहेछ माथि चाहिँ कस्तो मेरो चाहिँ एकछिन आधी घन्टा बस्न सकिँदैन रहेछ माथि चाहिँ कस्तो मेरो चाहिँ अहिलेको लागि चाहिँ भिडियो अलिकति लामो लामो पनि हुँदैछ भइसक्यो होइन अब सो गाइज त्यस कारणले गर्दाखेरि मेरो यस्तै भिडियोहरू हेर्नको लागि मेरो युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु होला अनि साइडमा रहेको बेल आइकनलाई अलमा राखिदिनु होला हस् त अहिलेको लागि